हेलो एभ्रिवान। ल आज चाहिँ म सर्फेस डेभलपमेन्टको तपाईँहरूलाई क्वेसन कसरी सल्भ गर्ने भनेर सिकाउँछु है। यो चाहिँ मैले एउटा गरेको एउटा क्वेसन सल्युसन हो। यो चाहिँ मैले गरिसकेको छु। म यो स्टेप 1 देखि लास्टसम्म नै भन्छु मैले के गरेँ, फर्स्टदेखि मैले के गरेँ र लास्टसम्म मैले के गरेँ भनेर नै भनिदिन्छु हैन। टेन्सन लिनु पर्दैन, हेर्दा मात्र हुन्छ है। सो फर्स्टमा चाहिँ क्वेसन कस्तो दिन्छ भनेर देखाउँछु। यो क्वेसन कस्तो हो, यो क्वेसन कसरी दिएको छ भनेर देखाउँछु है। हेर, पहिला सर्फेस डेभलपमेन्टमा हैन 3टा प्रकारको क्वेसन हुन्छ है। कस्तो कस्तो हुन्छ भने एउटा यस्तो माथि यस्तो स्क्वायर दिएको क्वेसन हुन्छ एउटा हैन, यस्तो स्क्वायर दिएको क्वेसन हुन्छ। अर्को सेकेन्ड क्वेसन भने यस्तो ट्रायंगल दिएको क्वेसन हुन्छ हैन, यस्तो ट्रायंगलवाला क्वेसन हुन्छ है। यस्तो माथि यस्तो ट्रायंगलवाला क्वेसन हुन्छ है। अनि अर्को लास्टमा कस्तो क्वेसन हुन्छ भने यस्तो स्क्वायर पनि हैन, ट्रायंगल पनि हैन, तर हल्का यस्तो टिल्टेड भएको छ है। यो साइडमा यस्तो हल्का टिल्टेड भएको छ। हेर त, यहाँ चाहिँ टिल्टेड भएको छैन, स्क्वायर हो नि त, यो पर्फेक्ट स्क्वायर हो, तर यो चाहिँ हल्का टिल्टेड भएको छ। यो 3टा प्रकारको क्वेसन हुन्छ है। सो हामी चाहिँ यो क्वेसन गरेको छु मैले भर्खर देखाउनेवाला चाहिँ म यो वाला क्वेसन हो, स्क्वायरवाला यहाँ तल सर्कलवाला क्वेसन है। राम्ररी हेर्दा 40 डायमिटरको यो सर्कल छ अनि यसको हाइट यति दिएको छ अनि यहाँदेखि यहाँसम्म डिस्टेन्स 15 छ